हेलो एभ्रिवान, नमस्ते। म चाहिँ आज क्लुज सिटीदेखि 5 किलोमिटर भित्र माथि डाँडामा घुम्न आएको छु। यहाँबाट चाहिँ क्लुज सिटीको भ्यू चाहिँ यस्तो देखिँदो रहेछ। एकै नेपालको स्वयम्भूदेखि काठमाडौँ भ्याली हेर्दाखेरि देखिन्छ सेम त्यस्तै देखिँदो रहेछ। एकदमै रमाइलो दृश्य देखिँदो रहेछ, तर एकदमै चिसो। अहिलेको मौसम चाहिँ 0-7 छ। क्लोज सिटीको भ्यू चाहिँ यस्तो देखिँदो रहेछ माथि डाँडाबाट चाहिँ। यता डाँडामा चाहिँ हिउँ परेको छ र वरिपरि डाँडामा चाहिँ हिउँ परेको छ। सो आज चाहिँ एकदमै चिसो छ। यो भिडियो खिच्दासम्म मेरो हात छिर्याएर आइस भइसकेको छ। एकदमै रमाइलो सिटी, रमाइलो भ्यूज देखिँदो रहेछ यो डाँडाबाट चाहिँ। म चाहिँ फर्स्ट टाइम आएको यहाँ चाहिँ। यो देख्न सक्नुहुन्छ। सेम नेपालको जस्तै डाँडा काँडा छ, तर नेपालको जस्तो धेरै अग्लो अग्लो पहाड चाहिँ छैन। म चाहिँ योदेखि उँभो पनि जाने सोच ल्याएको, तर योदेखि उँभो चाहिँ बाटो रहेनछ। सो म चाहिँ यहीँबाट भिडियो गर्दैछु। योदेखि उँभो चाहिँ अझ धेरै हिउँ परेको छ, तर मैले चाहिँ यो जाने बाटै भेटिनँ क्या। यहाँ योदेखि उँभो बारेको रहेछ। अझ माथि अझ धेरै हिउँ परेको छ माथि डाँडामा।